धन्नै यता दर्शन गरिएको धन्नै। हेलो गाइज, इट्स मी आशिष रेग्मी। वेलकम टु माई च्यानल। आई होप कि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अस्ति चाहिँ हामी गलेङ गएको थियौँ दिपक र म भएर। अनि त्यसपछि त्यो दिन चाहिँ उत्तम दाईको गाडीको नम्बर रहेछ स्याङ्जा आदिगङ्गा 0293 गलेङ काठमाडौँ चल्ने गाडीको। अनि हामी चाहिँ गलेङबाट फर्किँदाखेरिको छोटो छोटो क्लिप्सहरू खिचेको थियौँ। अनि त्यसपछि त्यसैमा हामीले गरेर एउटा भ्लग टाइपको बनाएको छौँ। त्यतै गएर भेटौँला है त। ल गाइज, हामी चाहिँ आइसक्यौँ है। हामी गलेङ बस पार्क र तपाईँहरूले प्रत्यक्ष देख्न सक्नुहुन्छ। ल आज हामी यही बसमा हो बस जर्नी बनाउने चाहिँ। काठमाडौँ जाने कोही हुनुहुन्छ भनौँ, हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ल गाडी चाहिँ यही हो है गाइज। ल गाइज, ल अब चाहिँ हामी जाने गाडीको एकपटक सिनेमेटिक हेरौँ है त। हाम्रो पाइलटको इन्ट्री भइसकेको छ है। ल है, ल उत्तम दाइलाई मेरो च्यानलमा स्वागत छ है। ल ल है त। ल हामी चाहिँ मान्छे उठाउनु जाने है त। ल हामी गलेङ बजार आइयो। टक्क मामाहरू हुनुहुन्छ, उत्तम दाई, राइडर। ल है, गलेङ बजार आइयो। गलेङ धन्नै यता दर्शन गरिएको धन्नै। कहिले काहीँ हुन्छ यस्तो 50-50 नर्मल हो। अघि 6 बजे होला कि जाने गोलाङबाट। हो कि जान त लास मन लाग्छ आज गइदिन्छु।
छिट्न सकेन छिट्दै छ बिस्तारै बिस्तारै छिरिसक्यो ल गण्डकी पनि गयो अब हाम्रो पाली ल है त हाम्रो गलैङको काउन्टर चाहिँ यही हो स्याङ्जा आदिगङ्गा ल च्याप्प हामी अब हिँड्न लागेको छौँ गलैङबाट गाडी स्टार्ट भइसक्यो ल ल ल अङ्कल ल केही भनिदिनु ल ठिक छ हाम्रो यो स्याङ्जा आदिगङ्गा यातायात हाम्रो यो गलैङदेखि काठमाडौँको रात्रि सेवा हो अब हामी यहाँबाट 6 बजे छुट्छ गाडी हाम्रो गाडीमा अब पेसेन्जर सबै हुनुहुन्छ ठिक छ गाडी अब दिल्ली स्टार्ट गर्नुभएको छ शुभ सफल होस् कामना गर्दछु अनि हाम्रो यो गलैङबाट काठमाडौँको भाडा कति छ अहिले हाम्रोमा अहिले 1650 छ स्लिपर गाडी सफासुग्घरवाला गाडी हो राम्रो छ सबै सुविधाहरू छ क्यामेराहरू वाइफाई लगायत सम्पूर्ण सुविधाहरू छ त्यसको लागि अनि हामी जान पर्यो भने कन्ट्याक्ट नम्बर भनिदिनु नि त हाम्रोमा त अब यहाँ काउन्टर छ तर अब हाम्रो स्टाफहरूको 9841 39220 यात्रा गर्नुपर्ने सम्झिनु होला हाम्रो ल ल ल धन्यवाद अङ्कल ल ल हामी हिँड्ने भए त गलैङ ल रोयल स्याङ्जा नि आइसक्यो
6 बजे हामी गलाङदेखि हिँड्यो। अब वालिङ पुग्दा कति 6:30 बजे वालिङ पुगिन्छ। 6:30 बजे। हिँडियो हामी मुर्तिलाल गरिसक्यो। अब 5-7 मिनेटमा त हिँड्छ। एक्ज्याक्ट भाषेको मिलाउनु लागि स्याङ्जाको बाटो साह्रै घुम्ती छ। त्यो घुम्ती छ त्यो। गाडीमा हो आएको हामी गाडीमा आएको फर्साइदिनु न। उसो भएन त। आज उत्तम दाइले बजायो। अगाडिको मान्छे यस्तो हुन्छ। अगाडिदेखि मान्छेहरू समात्नु पनि पर्दैन। फर्काइदिएको के एउटा धान हामीले त कल्पनामा नम्बर सब केटाकेटीलाई दिएको। ल है त करादी है करादी करादी। ल है रोल करादी ल। मान्छे सर भाइ बोलाउँदै अरे हेर्न
दिपक काम चलाएको साथीहरू हात त गइहाल्छ क्या घागर्छ भन्दा सानो लौ सरी कति सानो स्कुटी सिक्दै ल साढे 6 बजे भकुन्डे आयो है हेर्नुहोस् भन्दा त ठुलो 200 किलोमिटर गाडी आएर है स्याङ्जा आदि गङ्गा हो 200 किलोमिटर गाडी है हाम्रो रोल सेक्टर तल्लोपट्टि छ क्याम्पस रोड दिनको होला के अझै तलको भन्नु अलिक तलको के भकुन्डे आइयो वालिङको बाटो साँगो रहेछ साह्रै गाह्रो छ हजुर गाह्रो छ नेताहरूको ध्यान आकर्षण गरेर टिकट काउन्टर हाम्रो काउन्टर चाहिँ हो त्यहाँ छ है